हाय ओके फेरि जङ्गलको यात्रा सुरु के भने त गाइजर है चक्क फेरि पनि यो मन्दिरमा आइसकेको छ हामी यो चाहिँ श्री पञ्चमहालक्ष्मी मन्दिर है त ल हेर्न सक्नुहुनेछ तपाईँहरूले टक्क लगाएर चाहिँ फाइनली हामी चाहिँ अब यो मन्दिर घुमेर भने तल झर्ने क्रम भइरहेको छ तिहार पनि सकियो चट्टला र फुल पनि सकिँदै गरिएको जस्तो देखिन्छ है भित्र पुरै भजन गइरहेको छ Banana. Hi. ओके ल गाइजर है हामी गुफाभित्र बसे है बिस्तारले बिस्तारले ल यो चाहिँ पुरै यस्तो रहेछ साथीहरू है योभित्र पस्नु चाहिँ 100 रुपियाँ टिकट हो चट्ट 100 रुपियाँको टिकट काटेपछि चाहिँ चट्ट यो बाघको मुखबाट गएर चाहिँ अब हामी कहाँ निस्किन्छ भन्ने चाहिँ थाहा छैन हिँड्दै गएपछि कहाँ निस्किन्छ अब बिस्तारै बिस्तारै वाह अहिले चाहिँ हामी बाघको पेटमा हिँडिरहेको थियो त ल त्यो पानी चाहिँ किन पठाएको होला भित्र है चस्मा चाहिँ नलाउन नअँध्यारोमा ल ओम नमो शिवाय ल ल अच्छा यहाँ आउने रहेछ हेर्नुहोस् है त ल विद्या बुद्धिका अगस्टिकमा के हो है जय हनुमान ल हामी लगभग अब बाघको मुखबाट चाहिँ अब पेट हुँदै टक्क अब हामी बाहिर निस्किसकेको अवस्था है ल
अब यो जङ्गलको बाटो हुँदै हामी फेरि अघिकै ठाउँमा निस्किने भयो। लगभग अहिले त टिकट काट्यो ठाउँमा निस्किन्छ होला। फेरि जङ्गलको यात्रा सुरु। यो तरिकाले चाहिँ हिँडेपछि टक्क हाइकिङ पनि हुने भयो हाम्रो होइन। गरिरहेको छु। जङ्गल सफारी लु अब भक्तपुरको जङ्गल है साथीहरू, भक्तपुरको जङ्गल हामी चाहिँ हिँडेको अब गुफा प्रवेश गरेर पनि अहिले बाहिर निस्किरहेको अवस्था होइन बुढी। ल ठिक छ अहिले चाहिँ हामी ओह्रालो झर्दै गरेको। यसले चाहिँ गर्छ जे भनेदेखि नि। लु यहाँ अगाडिबाट अङ्कल र मामा हिँड्दै हुनुहुन्छ चट्ट लाएर। यो त भाग पनि आउँछ होला हौ ढम्म लाएर है। के भन्छ अरे यो कालिजको आवाज हो। यसले पनि थाहा रहेछ। नखाऊ होला। ल अहिलेको मन्दिर त्यहाँ देखिरहेछ। ल अबको मौसम पनि अलिकता दुमिएको अवस्था। यो सिजोसम्म घाम लागिरहेको थियो भने अझ चाहिँ एकदम शीतल भइरहेछ। ल गाइजहरू ठ्याक्कै अघि जहाँबाट पस्यो त्यहीँनिर चाहिँ नि आइपुगेको अवस्था। लु चप्प लाएर अब चाहिँ हामी यहाँबाट गरेर जहाँबाट आएको छु त्यहीँबाट हामी हिँडेको अवस्था। बाई बाई।